यसै गरी प्रश्न रोज्ने पालो छ टिसिएन हात्तीको क्लबको। प्रश्न नम्बर 6 यस प्रकार छ। ध्यान गरेर सुन्नलाई पछाडि हल्लामा है। उभिएर निदाउने जनावर कुन हो? सही जवाब टिसिएन हात्तीको क्लबको एवं सकेको छ। प्रश्न रोज्ने पालो शिवनगर हात्तीको क्लबमा। प्रश्न नम्बर 12 रोज्नु भएको छ। प्रश्न ध्यान दिनु होला। हात्तीको अगाडिको खुट्टामा र पछाडिको खुट्टामा कतिवटा नङ हुन्छन्? सही जवाब। यो प्रश्नसँगै शिवनगर हात्तीको क्लबले आफ्नो खाताबाट सफल गरेको छ। अब यसै गरी गणेशपुर हात्तीको क्लबलाई प्रश्न रोज्नु पालो। प्रश्न नम्बर 18 यस प्रकार छ। हात्तीको बच्चाले कोबाट शिक्षा प्राप्त गर्दछ? हजुर पुर्खाबाट। अब एक प्रश्न दुर्गापुर हात्तीको क्लबमा। बुढापाकाहरूबाट बुढापाका है। हाम्रो एन्सर पुञ्जिकामा सही उत्तर लेखेको हुनाले त्यसलाई मान्यता दिएको है। अब प्रश्न रोज्ने पालो पनि दुर्गापुर हात्तीको क्लबलाई। प्रश्न नम्बर 30 रोज्नु भएको छ है। प्रश्न नम्बर 30 यस प्रकार छ। बर्दिया जिल्लामा रहेको संरक्षित क्षेत्र खैरापुरमा कुन जनावर संरक्षित गरिएको छ? गलत जवाब। टिसिएन हात्तीको क्लबको एक प्रश्न। बर्दिया जिल्लामा रहेको संरक्षित क्षेत्र खैरापुरमा कुन जनावर संरक्षित गरिएको छ?